ल साथीहरु, भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रालाई खुल्ला गरेको छ र यसमा प्रधानमन्त्री बालिन शाहको सरकारले लिपुलेक भारतको होइन यो त नेपालको भूमि हो भनेर आपत्ति जनाउनु भएको छ र यो आपत्तिले भारतले कुनै प्रमाणमा आधारित नरहेको भन्दै प्रधानमन्त्री बालिन शाहको दाबीलाई अस्वीकार गरेको छ। भारत किन नेपाल विरुद्ध यस्तो कार्यहरू गरिरहेको छ? के लिपुलेक भारतको हो? यदि हो भने के भारतसँग प्रमाण छ? र नेपालको हो भने किन जबरजस्ती भारतले नेपाललाई केही खबर नदिकन कैलाश मानसरोवर यात्रा खुल्ला गरेको छ? यी सबै कुराहरू हामी यस भिडियोमा जान्ने छौं। हामीले पहिला यो कुरा बुझ्नुपर्ने हुन्छ कि भारतसँग लिपुलेक, कालापानी, लिम्बुवाधुरा र महाकालीको भूभागको कुनै पनि ऐतिहासिक र स्पष्ट प्रमाण भारतसँग छैन। सन् 1816 मा भएको सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्व भाग नेपालको भूमि मानिएको छ र महाकाली नदी लिम्बुवाधुराबाट सुरु हुन्छ हो, त्यसैले कालापानी, लिम्बुवाधुरा र लिपुलेक नेपालकै भूभाग हो। सन् 1962 मा चीन र भारत बीच युद्ध भएको थियो र यो युद्धमा भारतलाई नेपालले फौज राख्न दिएर सहयोग गरेको थियो र त्यहाँबाट भारतले यो क्षेत्र आफ्नो प्रशासनिक नियन्त्रणमा राख्दै आएको छ। तर नेपालको कमजोर शासन र कमजोर डिफेन्स प्रणाली भएको कारणले गर्दा भारतले यस्ता आपत्तिहरूलाई इग्नोर गर्थे। तर यसपालि प्रधानमन्त्री बालिन शाहको सरकारसँग वार्ता गर्ने भारत सरकारले निर्णय गरेको छ र यो निर्णयलाई पनि प्रधानमन्त्री बालिन शाहको सरकारले अघि बढाउनु भएको छ। सन् 2020 मा भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरिसकेपछि नेपालमा ठूलो बहस भयो र यसको बदलामा नेपालले पनि नयाँ नक्सा आधिकारिक रूपमा जारी गर्दै लिपुलेक, लिम्बुवाधुरा र कालापानी आफ्नो भूभागमा समावेश गर्यो। तर वास्तवमा हेर्ने हो भने लिपुलेक, लिम्बुवाधुरा र कालापानी नेपालकै भूमि हो। पहिलाको सरकारले यसमा राम्ररी ध्यान नदिएको र नेपाल एउटा कमजोर देश भएको कारणले गर्दा भारतले पटक पटक सीमा मिचिने कार्यहरू गरिरहेको हुन्छ।